नमस्कार। मेरो सम्पूर्ण अनलाइनमा रुचि राख्ने मित्रहरूलाई प्यार भरा नमस्कार। म सञ्जित तामाङ इन्डियादेखि। यो भिडियोमा आज हामी सिक्नेछौँ एलिजेन्स कोइनलाई कसरी विड्रल गर्ने। यहाँ हेर्नुहोस्, मेरो वालेट मैले ओपन गरेँ, यहाँ 0 देखाउँदैछ मेरो कोइन र म अब आइडी खोल्दैछु। हेर्नुहोस्, मैले आइडी ओपन गरेँ, मेरो आइडी ओपन भयो र नेक्स्ट तपाईँ यहाँ जानुहोस्, त्यो 3 लाइनमा जानुहोस्, 3 लाइनमा गयो। अब स्टेकमा क्लिक गर्नुहोस्। यहाँ हेर्नुहोस्, स्टेकमा क्लिक गर्नुहोस्। यो स्टेक लेखेकोमा क्लिक गर्यो। यहाँ हेर्नुहोस्, अब नेक्स्ट यो अनस्टेकमा क्लिक गर्नुहोस्। अनस्टेकमा क्लिक गर्यो। यहाँ अनस्टेक भन्नाले चाहिँ विड्रल बुझाउँछ, विड्रल। अब नेक्स्ट यहाँ हेर्नुहोस्, प्लिज एन्टर द एमाउन्ट भन्नुहोस्। अब तपाईँ कति कोइन विड्रल गर्न सक्नुहुन्छ, विड्रल गर्नुहुन्छ। जस्तो कि मेरो यहाँनिर ब्यालेन्स देखाउँदैछ, स्टेक ब्यालेन्स 38 छ मेरो कोइन 0.664। म अब 4टा कोइन म विड्रल गर्छु। यहाँनिर लेख्छु। यहाँ एउटा कुरा चाहिँ छ नोट गर्नुको। यहाँ हेर्नुहोस्, यहाँ अनलक छ, अब म्याक्स पनि छ। यहाँ म्याक्स भनेको म्याक्सिमम। तपाईँले तपाईँको फन्ड सबै पनि निकाल्न सक्नुहुन्छ। यो किसिमको छ, यहाँ फन्ड कुनै लक हुँदैन। यो प्रोजेक्टको यही ब्युटी छ। यहाँ हेर्नुहोस्, तपाईँलाई म प्रुभ गरिदिन्छु। मेरो मुखको कुरा कुनै भरोसा नहुनसक्छ होइन। तपाईँलाई म लाइभ एभिडेन्स देखाउँछु। यहाँ क्लिक गर्नुहोस् म्याक्सिमममा। यहाँ हेर्नुहोस्, यहाँ सो भएन कोइन। यहाँ कति छ, यहाँ कति छ। यहाँ हेर्नुहोस्, सेम। यहाँ अनस्टेक गरे पनि विड्रल भइहाल्छ कम्प्लिटली। म यसको विषयमा नि तपाईँलाई भिडियो नेक्स्टमा दिनेछु। अहिले जस्ट एक्जाम्पलको लागि तपाईँलाई यो भिडियो हेर्नुहोस्। अब म यहाँ 2टा कोइन विड्रल गर्न चाहन्छु। यहाँ म 2 लेख्छु। यहाँ हेर्नुहोस्, 2 लेख्नुहोस्। 2 लेख्यो। अब नेक्स्ट यहाँ क्लिक गर्नुहोस्, अनस्टेकमा क्लिक गऱ्यो। यहाँ हेर्नुहोस्, अच्छा यसको अघि म 2टा शब्द प्रयोग गर्न चाहन्छु, कन्फर्म गर्छु। यहाँ हेर्नुहोस् ल, यो 1 मिनट पनि लाग्दैन यो विड्रल गर्नु। यहाँ हेर्नु, तपाईँलाई म लाइभ देखाउँछु भिडियोमा। कन्फर्म गर्नुहोस्। कन्फर्म गर्यो, पासवर्ड दिनुहोस्। पासवर्ड दियो, कन्फर्म। यहाँ हेर्नुहोस्, यो पेन्डिङ देखाउँदैछ नि। यहाँ हेर्नुहोस्, 1 मिनट पनि लाग्दैन। यहाँ हेरिरहनुहोस्, यहाँ 0 हुन्छ। अब एकछिनमा हेर्नुहोस्, 0 भयो। हेर्नुभयो। अब यहाँ वालेटमा जानुहोस्। तपाईँ यहाँ वालेटमा जानुहोस्। कोइन यहाँ आयो, अघि 0 थियो नि एलिजेन्स। यहाँ हेर्नुभयो, 2 कोइन आयो मेरो। यति स्पिड हेर्नुहोस्, 1 मिनट पनि लागेन। पहिलाको विगत दिनको प्रोजेक्टमा के थियो, हामीहरू विड्रल गर्दाखेरि 1 महिना 2 महिना 3 महिना 6 महिना पनि कोइन नआउँथ्यो। फोन गर्नु पर्थ्यो, कारण त्यो प्रोजेक्टहरू सबै सेन्ट्रलाइज प्रोजेक्ट थियो। त्यो सिएमडी एमडीको हातमा हुन्थ्यो त्यो। त्यही भएर त्यहाँ झमला हुन्थ्यो, एकदम छेडछाड हुन्थ्यो त्यो। तर यो चाहिँ यो प्रोजेक्ट हो दाओ, डिसेन्ट्रलाइज अटोनोमस अर्गनाइजेसन मिलेर बनाएको यो प्रोजेक्ट। टोटली डिसेन्ट्रलाइज प्लान हो यो। यसमा सबै मालिक सबै समान हो, सबै हामी नै मालिक हो, कम्युनिटी नै मालिक हो। यो कसै मालिकको अन्डरमा छैन यो प्रोजेक्ट। त्यसरी नै यो डिजाइन गरेछ यो स्मार्ट कन्ट्र्याक्ट। यसको नोटहरू पढ्नुहोस्, कोडिङ। पहिला हाम्रोमा नलेज नभएको कारणले हामी बहुत धोका खाएको हो। तर अब चाहिँ धेरै नलेज हामीले गेन गरेको छौँ। धन्यवाद।